फाइनल्ली माननीय निशा मेहताज्यू स्वास्थ्य मन्त्री हुनुभएको छ। सर्वप्रथम उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँ चाहिँ पेसाले एउटा नर्स हुनुहुँदो रहेछ। यो कुनै चान्चुने कुरा होइन, एउटा नर्स स्वास्थ्य मन्त्री हुनु भनेको एकदम ठुलो भिक्ट्री हो। इतिहासमै मलाई लाग्छ कि इतिहासमै पहिलो पटक एउटा नर्स स्वास्थ्य मन्त्री हुनुभएको छ। आशा छ तपाईले यो मेडिकल प्रोफेसरहरुमा एउटा सर्टेन नर्स मात्र नभएर अन्य फार्मासिस्ट तथा अन्य मेडिकल प्रोफेसरहरुमा जब सेटिस्फाई, स्यालेरी अनि रेस्पेक्ट, पेशेन्ट रेशियो जस्ता कुराहरुलाई सुधार गर्नुहुनेछ भन्ने आशा राखेको छु। कृपया तपाईले ती मेडिकल प्रोफेसरहरुको आशा र भरोसालाई नतोड्नु होला भन्न चाहन्छु। धन्यवाद।